नमस्कार दर्शकवृन्द, म हुँ मदन घिमिरे। अमेरिकी मनोविज्ञानका पिता विलियम जेम्सले भनेका थिए, संसार हल्लाउने शक्ति अवचेतन मनमा छ। आज म यही अवचेतन मनको बारेमा यहाँहरूलाई बताउन गइरहेको छु। द पावर अफ योर सबकन्सियस माइन्ड, तपाईँको अवचेतन मनको शक्ति। डाक्टर जोसेफ मर्फीद्वारा लिखित यो पुस्तक 60 वर्षदेखि संसारभर सर्वाधिक बिक्री भएको सेल्फ हेल्प पुस्तक हो, जसबाट आज म यहाँहरूलाई अवचेतन मनको बारेमा बताउन गइरहेको छु। मानिसको दिमाग त एउटै हुन्छ, तर यसमा दुईवटा स्पष्ट भाग हुन्छ। ती आपसमा जोडिएका पनि हुँदैनन्। यिनले काम गर्ने शैली, विशिष्ट गुण र शक्ति पनि अलग अलग छन्। तपाईँले बुझ्नुपर्छ कि यी दुई छुट्टा छुट्टै मस्तिष्क होइनन्। यी त एकै मस्तिष्कका दुई भिन्न कार्यक्षेत्रका कार्य अवस्था मात्र हुन्। चेतन मन तार्किक मन हो। यो मनको त्यो अवस्था हो जसले छनौट गर्न सक्छ। उदाहरणको लागि, तपाईँ आफूले पढ्ने पुस्तक, आफ्ना लागि घर या जीवनसाथी छनौट गर्नुहुन्छ। यी सम्पूर्ण निर्णय चेतन मनले गर्दछ। अर्कातिर कुनै सचेत योजना बिना तपाईँको मुटु धड्किरहन्छ र पाचन क्रिया, रक्त सञ्चार अनि श्वास प्रश्वास चलिरहन्छ। यी कार्य चेतन मनको नियन्त्रण बिना नै अवचेतन मनले सम्पन्न गर्दछ। तपाईँको चेतन मनले सही मान्ने र अवचेतन मनमा सञ्चार गर्ने कुनै पनि कुरा अवचेतन मनले स्वीकार गर्दछ, विश्वास गर्दछ। यसले चेतन मनले जस्तो तर्क गर्दैन र दिएको तथ्यमा कुनै विवाद पनि गर्दैन। तपाईँको अवचेतन मन त्यो उर्वर भूमि हो जसमा असल या खराब दुवै थरी बिउ उम्रन सक्छ। विचार र विश्वास नै मनका बिउ हुन्। नकारात्मक र हिंस्रक विचारहरू निरन्तर नकारात्मक रूपमा कार्यरत रहन्छन्। केही समयपछि त्यसै अनुरूपका घटना, परिस्थिति बनेर देखा पर्छन्, किनभने अवचेतन मनले पहिले नै यी घटना र परिस्थितिको अनुभव गरिसकेको हुन्छ। तपाईँले आफ्नो अवचेतन मनमा जस्तो विचार, विश्वास, राय, सिद्धान्त वा मत लेख्नुहुन्छ, कोर्नुहुन्छ वा छाप छोड्नुहुन्छ, ती परिस्थिति, स्थिति, घटनाका रूपमा प्रकट हुन्छन्। तपाईँभित्र जे लेख्नुहुन्छ, बाहिर पनि तपाईँलाई त्यही अनुभव हुन्छ। अब तपाईँले आफ्नो अवचेतन मनभित्रको अलौकिक शक्तिलाई सम्पर्क गर्न र त्यसलाई परिचालन गर्न सिक्नुपर्छ। यसो गर्न सक्नुभयो भने जीवनमा धेरै शक्ति, सम्पत्ति, स्वास्थ्य, खुसी र आनन्द प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले यी शक्ति आर्जन गरिरहनु पर्दैन, ऋण सापटी गरेर खरिद गरिरहनु पर्दैन। त्यो तपाईँभित्रै छ, मात्र चिन्न सक्नुपर्छ अनि त्यसको प्रयोग कसरी गर्ने भन्ने कुरा सिक्नुपर्छ। यसको प्रयोग विधि बुझ्नुपर्छ ताकि जीवनका सबै विभागमा यसलाई लागू गर्न सकियोस्। जीवनलाई सम्पन्न, आनन्द र पूर्ण बनाउने सुनको खानी तपाईँभित्रै छ, जहाँबाट तपाईँले चाहेको बेलामा आफूलाई आवश्यक कुरा चाहे जति झिक्न सक्नुहुनेछ। तर धेरै मानिसहरू आफूसँग भएको सुन खानीबाट बेखबर छन् र मस्त निन्द्रामा छन्। एउटा चुम्बकीय स्टिलले आफ्नो वजनभन्दा 12 गुणा गह्रौँ भारी उचाल्न सक्छ, तर तपाईँले त्यसमा भएको चुम्बकीय तत्त्व झिकिदिनु भयो भने त्यसले एउटा प्वाँख पनि उचाल्न सक्दैन। त्यस्तै मानिसहरू दुई खालका हुन्छन्। एक थरी मान्छे आत्मविश्वास र अठोटले पूर्ण चुम्बकीय गुण भएका हुन्छन्। उनीहरूमा आफूले गर्ने हरेक काममा सफल भएर जन्म सार्थक गर्ने चेत हुन्छ। अर्का थरी मानिसमा चुम्बकीय गुण हुँदैन। उनीहरू सधैँ डर र शङ्काले पुरिएका हुन्छन्। त्यस्ता मानिसले अवसर पाउँदा पनि सोच्छन्, म असफल हुन्छु कि मैले पैसा मात्रै गुमाउने पो हो कि, त्यसो भयो भने लोकले मलाई के भन्ला आदि। यस्ता मानिसले अवसरलाई चिन्न सक्दैनन्, जीवनमा कहिले अगाडि बढ्न सक्दैनन्, किनभने जो अघि बढ्न डराउँछ ऊ जहाँको त्यहीँ रहन्छ। त्यसैले चुम्बकीय गुणले भरिपूर्ण व्यक्ति बन्नुहोस्। तपाईँको अवचेतनको गहिराईमा नै अनन्त ज्ञान, शक्ति र स्रोत उपलब्ध छन्। खालि तिनलाई फराकिलो बनाउनुपर्छ।
अब तपाईँले आफ्नो मनको यो सम्भावनालाई चिन्नु पर्यो, जसले तपाईँलाई नयाँ संसारमा पुर्याउँछ। जस्तो पानीले आफ्नो सतह आफै निर्धारण गर्छ, यो एउटा विश्वव्यापी सिद्धान्त हो जुन संसारको जुनसुकै कुनाको पानीमा लागू हुन्छ, चाहे त्यो भारतको होस्, चाहे त्यो चिनको होस्, चाहे अमेरिकाको होस् या अरू कुनै मुलुकको। यो कुरा दुनियाँका सबैलाई थाहा छ। त्यस्तै तपाईँको अवचेतन मन जे कुराले प्रभावित भएको छ त्यही कुरा अनुभव, अवस्था र घटनाहरूमा प्रतिबिम्बित हुन्छन्। यो कुरा पनि ध्रुव सत्य हो। मानौ तपाईँको मन एउटा बगैँचा हो। तपाईँ आफू चाहिँ माली हुनुहुन्छ। हरेक दिन तपाईँ आफ्नो अवचेतन मनको बगैँचामा एउटा नयाँ बिउ रोप्नुहुन्छ। बगैँचामा आफूले रोपेको बिउ समयमै उम्रियोस् र अपेक्षित फल दियोस् भनेर हामी जसरी बेला बेलामा पानी मल आदि लगाउने गर्दछौँ, समय समयमा गोडमेल गर्दछौँ, उचित स्याहार र हेरचाह पाएन भने रोपेको बिरुवा उम्रनसाथ झारपातले घेरिएर कक्रिन पुग्छ। हामीले मनमा रोपेको लक्ष्यको बिरुवा पनि त्यस्तै हो। यसलाई पनि बेला बेलामा पानी र मलजलको आवश्यकता भइरहन्छ। कल्पना गर्नुहोस्, तपाईँको अवचेतन मन उब्जाउ माटो हो। त्यो माटोले सबै खाले बिउलाई उम्रन मद्दत गर्छ, चाहे त्यो बिउ असल होस् वा खराब। तर माटोमा नीलकाँडा रोपेर अङ्गुर फलाउन सकिँदैन। हर विचार एउटा कारण हो, हर परिस्थिति एउटा परिणाम हो। त्यसै कारण विचारमाथि नियन्त्रण गर्न अनिवार्य छ। यसैबाट इच्छा अनुकूलको परिस्थिति निर्माण हुन्छ। दैनिक व्यवहारमा जति पनि कुरा परिस्थितिहरू आइलाग्छन्, सबैभन्दा पहिला ती परिस्थिति तपाईँको मनमा उत्पन्न भएका हुन्छन्। त्यो कुरा तपाईँले चेतन रूपमा होस् या अवचेतन रूपमा। एक व्यक्तिले करिब 2 वर्षसम्म यस्तो सुझाव दोहोऱ्याएका थिए, मेरो छोरी निको भएमा म मेरो दायाँ हात चढाउँथे। उनकी छोरी बाथरोग र निकै नहुने छाला रोगबाट पीडित थिए। मेडिकल उपचार उनको त्यो अवस्थामा सुधार ल्याउन असक्षम थियो। बुबालाई भने छोरी स्वस्थ भएको देख्ने ठुलो इच्छा थियो। त्यही इच्छा प्रकट गर्ने क्रममा उनी उल्लेखित भनाइ दोहोऱ्याइरहन्थे। एक दिन त्यो परिवार कुनै यात्रामा रहँदा उनीहरूको कार अर्को कारसँग जुध्यो र दुर्घटनामा पर्यो। बुबाको दाहिने हात काटियो र काँधबाट छुट्टियो। त्यसै बेला छोरीको बाथरोग र छाला रोग निर्मूल भयो। दर्शकवृन्द, याद राख्नुहोस्, तपाईँको अवचेतन मनले कुनै पनि कुरालाई ठट्टाको रूपमा लिँदैन। यसले तपाईँका हरेक सचेत विचारलाई सत्य मान्छ।